आज पास्ता बनाउँदै हर्केको हलुवा र जेरी भन्ने कथा सुनौं है त। हर्कबहादुरले असनदेखि नयाँ सडकसम्म, महाबौद्धदेखि क्षेत्रपाटी, मैती देवीसम्म ठेलामा सामानहरू राखी पुर्याइदिने काम गर्थ्यो। ऊ ठेला चलाएर आफ्नो परिवारको छाक टार्ने काम गर्थ्यो। महिनाभरि ठेला चलाएर पनि उसलाई घर खर्च चलाउन मुस्किल पर्थ्यो। घरको भाडा, बिजुली र पानीको महसुल दिएर उसँग जहिले पनि हात लागे शून्य हुन्थ्यो। कहिलेकाहीँ घरको भाडा 1-2 दिन ढिलो भयो भने घरपेटी साउ ढोकामा ढुक्न आइपुग्थ्यो र भन्थ्यो, सित्तैमा बस्न बनाएको घर होइन, घर भाडा दिन नसके कोठा खाली गरिदिए हुन्छ। घर साउको त्यस्तो वचन सुनेर पनि हर्के चुप्प लागेर बस्न बाध्य हुन्थ्यो। एक दिन हर्कबहादुर बिहानै ठेला लिएर हिँड्न लाग्यो। उसकी श्रीमती हँसिलीले उसलाई चिया पिएर जाऊ भनेकी थिई, तर उसले भन्यो, आज मलाई हतार छ, चिया म उतैतिर खाउँला। उसले बिहानभरि ठेलामा सामान ओसार्यो। सामान ओसार्ने काम सिद्धिएपछि बल्ल उसलाई भोक लागेको महसुस भयो। बिहानभरि मेहनत गरेर उसको हातमा जम्मा 25 रुपियाँ परेको थियो। उसले नोटलाई गोजीमा राख्यो र हलुवाईको पसलतिर लाग्यो। पसलमा धेरै थरीका मिठाईहरू थिए। सबै मिठाईहरूलाई उसले निहालेर हेर्यो, तर उसलाई ती मध्ये कुनै पनि खान मन लागेन। त्यही छेउमा नै कराईमा तातो जेरी पाक्दै गरेको देख्यो। फेरि एउटा भाँडोमा तातो सुजीको हलुवा राखेको देख्यो। ती सबै देखेर हर्केलाई झन् धेरै भोक लाग्यो। उसको पेट भोकले कुई कुई करायो। उसलाई जेरी खाऊ कि हलुवा खाऊ भयो। हर्केले सोच्यो, आज जेरी र हलुवा टन्न खान्छु, नखाई मन मारेर कति बस्ने। ऊ एउटा बेन्चमा गएर बस्यो र भन्यो, साहुजी 5 रुपैयाँको हलुवा र 2वटा जेरी दिनुस् न त, छिटो दिनुस् है साहुजी। जेरी हलुवा ल्याउँदासम्म उसले सोच्यो, हत्तेरी, म कस्तो स्वार्थी भएँ होला। बिचरी हँसिली र छोरा भने घरमै भोकै होलान्। हिजो हँसिलीले आज बिहान पकाउन चामल पनि छैन भनेकी थिए। मैले त भुसुक्कै बिर्सेको। भइगो, अहिले जेरी र हलुवाको घरमा लिएर जान्छु र परिवारसँगै बसेर खान्छु। बचेको पैसाले चामल र तरकारी लिएर जानुपर्छ। हर्के सोच्दै थियो। पसलेले प्लेटमा जेरी र हलुवा राखिदियो। प्लेटलाई उठाएर हर्केले भन्यो, साउजी, यसबाट एउटा अर्को जेरी थपेर पोको पारिदिनुस् न, म घर गएर खान्छु। त्यसपछि उसले हलुवा र जेरीको पोको समात्यो र फटाफट घरतिर हिँड्यो। हजुरहरूले यो कथाबाट के ज्ञान पाउनु भयो त? कमेन्टमा लेख्न नभुल्नु होला।